यस्तो छ यहाँ। ऊ मेरो भाइ अघि भिडियो बनाएको भिडियो भएन भाइ, पानीको कारणले सब बन्द भइदियो कि। यस्तो पानी छ यहाँ हो। म गाउँको नाला जस्तो बगिरहेको गाउँको यहाँ पुरै दिमाग खराब हो अब मेरो के र। यो गाउँका नालाको जस्तो भरिरहेछ पानी। तर पनि हामीहरू जानको परवाह नगरे र हामीहरू ड्युटी गइरहेको। म र मेरो केटाहरू यो सबै। यो भाइ सेफ हो। उता एकजना भाइ छ, यता एकजना चाहिँ। ए नमस्ते बोल रहे बेटा। हेर्न सक्नुहुनेछ। अरे एकचोटि फेरि घुमाउ त भाइ, छाता घुमाउ न। इन्जोय गरिरहेछ भाइले, हेर्न सक्नुहुनेछ। पानी यस्तो छ यतातिर यी। तर हामीलाई टेन्सनै छैन। हामी यो पानीले हामीले बिल्कुल पनि टेन्सन। उता फेरि हाम्रो मान्छे गइरहेको रहेछ उता अगाडि। यस्तो छ पानी त भरिरहेछ। अब हामीहरू के गर्ने। तर यहाँ काम गर्नै पर्छ होइन। काम नगरी काममा पुग्दैन खाना। साँझ र बिहान जस्तै हुन्छ यहाँ। त्यही कारणले काम गर्न बहुत जरुरी छ। यी केटाहरू यस्तो पुरा इन्जोयमेन्ट गरिरहेछ। पानी एकदमै भरि। प्यान्ट त पुरा मेरो भिजिसक्यो। झन्न जुत्ता हालेर म आएन। खै भाइ हौ, तिम्रो वाटरप्रुफको जुत्ताको के भनिदेऊ न एकचोटि। ऊ भाइको यो जुत्ताहरू वाटरप्रुफ जुत्ता हो, हेर्न सक्नुहुनेछ। गाडी पनि त्यस्तै गइरहेछ। यहाँ यस्तो छ। हामीहरू चाहिँ एकदम काम गर्नको लागि गइरहेको, हेर्न सक्नुहुन्छ। पानी धेरै पर्यो। पानी यहाँ एकदमै पानी छ। पछाडि यहाँ मेरो केटाहरू सबै यहाँ चाहिँ यस्तो छ।